सर्वकर्मषु तमेर्जितं शिवज हेरुकशमं मनुलालय सर्वसिद्धि मे जय गो महाशंसो Pemage sare dong pola, ya kana jage madone, madone sakura. Kodru khando magotor keke jaso dado, jange rage jayo jo. Murge nulan han pemage sare dong pola. Jogya monone pemadne sasuda Guru khando mangor khani jasuda suri Jindira jajo Om Vidya Gopura Kirta Kirtim Parkirtima Numan Gosavan Goshima Vatam Mata Purva Suri Goshavan Numan Goshaman Jati Garbama Patasu Samagati Sadhana Chittavata Pura Veda Dharma Harudu Mahasamattam Murita Uttam Magatam Sao Yongjan Go Dharma Jagara Parvatam Dhamma Sansar Go Gaida Laine Allaidina Trivikal Pavakam Mukta Vistana Parinama Nagatam Dharma Kaya Dhatu Go
प्राकृतावस्थाबाट उदाएका बाधारहेको लीला भोग्न प्रोटिन्छ सेतो रातो रङको र सुन्दर कुमारको रूपको परमेश्वर लक्ष्मी सहित बसेली वर्ग र कपाल लिएका सुन्दर र चम्किलो पूर्णभूषण र पहिरनले उता समय सत्व र ज्ञान सत्व अध्यय सारा बुद्ध समितिहरू संसार र निर्माण साराको मासैमा उदयवान अस्तित्ववान सारा छाएका दसैँ दिशाका सारा बुद्ध हरूको मण्डल संसारका स्थानीय देवी देवताहरू थलोका मलाई लगाएका अतिथिहरू विजयका मेरो आयु र जीवन शक्ति चोर्नेहरू अस्वस्थ र भद्दा विश्वमा र खराब निमित्तहरू मैले आस्थान र सम्पत्ति तिर्नु पर्नेहरू आवरणमा पागलपन र मृत महिला पेशाबमाहरू ठ्याङ बस्तीका र कृष्णदूतहरू स्त्रीदूतहरू चढाउँछु कार्मिहरू सारा जलेर हरेक सत्वले छाएका वस्तुहरूको आकाश रहेसम्मका लागि कहिल्यै नसकिने काम वस्तुहरूको परिमाणमा गर्छु दीर्घकालमा जन्म मैले गरेका कुशल र आभरणहरू त्यस्तै सजाका साथ मृतहरूका लागि पूजामा अर्पण गरिएका वस्तुहरू दुरुपयोग गरेको कर्महरू यस अग्नि पूजाको अग्निद्वारा शुद्ध हुन् संसार नै यसको ज्वालाले भरियोस् र यसको हरेक सूक्ष्म ज्वाला समुद्र भद्रको अक्षय पूजा मेघ जस्तै बनोस् बुद्ध क्षेत्रहरूमा पूर्ण फैलियोस् यी ज्वालाहरू जुन ज्ञानको पञ्चरङ्गी पूजा प्रकाशन अभिजीसम्मका छवटै लोकका सत्वहरूमा फैलिउन् संसारको तीर्धातु नै कायमा मेटाओस् र सारा सत्वहरूमा बोधको उदय रूपी भाजनको स्वर्गीय राजगिरामा धर्म पायो समुद्र निर्माण गाए संसारका रूपा देशम्बरहरू आकाश धातु इन्द्रिणी प्रकाश गरिन्छ संसार पाउँछ यो शुद्ध अमृतको स्वार अनादिकालदेखि आजसम्म संसारको अतिथि भएकाहरूमा बाँड्दछौँ भूमि मार्ग र
फलका गुणहरू प्राप्त गरे दृष्टि ध्यान गर्नका साथ समन्त भद्रको चमत्कारी ज्ञान चित्रको आकार धातुभित्र कुमार कलशका रूपी नित्य राज्य प्राप्त जब संसार रूपी महासागर खाली हुन्छ सारा सत्वहरूले अतिनिष्ठको पद्मजालमा दुष्टता लाभ गरो अग्नि पूजाका पूजा द्रव्य स्कन्द धातुहरू प्रज्वलित हुन्छन् पूजा द्रव्य रक्त बोधि चित्त र श्वेत बोधि चित्त सुख शून्यतामा प्रज्वलित हुन्छन् अग्नि पूजाका पूजा द्रव्य शून्यता र करुणाले धर्म धातुमा भरिन्छ संसार निर्माणको पञ्चरङ्गी वज्र प्रकाशको भूमिमा सम्बोधिको ज्ञान द्रव्य चढाउँछौँ मेरा चित्र सारा कार्मिक ऋणहरू शुद्ध हुन् ती ऋणहरू वर्तमानमा मेरो चित्तमा नरम भन्नलाई प्रतिदेशन गर्छौँ आवरणको चक्रमा भविष्य मद्वारा जानमा भएका समय टोटी सम्बल टोटी र समय टोटी सारा प्रतिदेशमा गर्छौँ रोग भोकमरी र युद्धले युद्ध यस कल्पमा शान्ति चाउ मलक्ष्यहरूका आक्रमण विलास धर्मगुरुलाई प्रष्ट गर्ने घटाउने बाधाहरू हटुन् भोट र संसार सम्बन्धी असल निमित्तहरू विफल प्राणवायु सोच्ने केलाउनाहरू र ज्ञापहरू उच्चाटिते हुन् आठमा भएर 16मा भयहरू उच्चाटियो हुन् मरमहरू निरस्ताहरूले जोड्न पर्ने अशुभहरू उच्चाटिएको हुन् समय तोडेकाहरू र गुम्पोकाहरूको गल्ती उच्चाटिएको हो बुद्धहरू यस पूजा द्रव्यद्वारा प्रसन्न हुने समयधारी देवताहरूको बाचा पुरा होस् सबलका सत्वहरूको काममा पुरा होस् कार्मिक ऋणदायकहरूको मारण ऋण शान्तहरू साम्राज्य सम्भारहरू पूर्ण हुन् कुनै आवरण र कर्म वासनाहरू शुद्ध हुने पावन कायहरूको लाभ होस् यस व्यापक दानको शैलीद्वारा सत्वहितका लागि सहज रूपमा बुद्धता लाभ होस् पहिलेका बुद्धहरूद्वारा नतरेका सत्वहरू यस दान कर्मद्वारा मुक्त हुन् यहाँ जन्म भएका सारा भूतहरू पृथ्वी वा आकाश जहाँ जन्म भएका पनि उनीहरूले सत्वहरूप्रति सबै मित्र लागुन् दिनदा धर्म अभ्यास गरून् यस पुण्यको बलले सारा सत्वहरूले पुण्य सम्वाद र ज्ञान सम्वाद पुरा गरून् र पुण्य र ज्ञानले जन्मने दुई पावन कायहरू लाभ गर्नु प्रयासले दूषित नभएको चिन्तामणि र कल्पदृश्य सबै सत्वहरूको आशाहरू पुरा गर्न सकु र उनीहरूको इच्छाहरू पुरा हुन् सबै पुरा होस् आकाश समानका संसार निर्माणका सारा समन्वयका सर्वे शक्तिशाली र क्रोधी विद्याधर पद्म चल जसको शरीरमा देखा पर्ने र अस्तित्वमा आएका जति सारा बुद्धहरू सर्वोत्तम मण्डल हुन् सारा सत्यलाई संसारबाट मुक्त गर्न तपाईँको शरण लिन्छौँ सर्वोत्तम गुह्य ज्ञानको प्रभावलाई सारा सत्वघाती आवरणहरू शुद्ध भएका चित्तघाती लग्न चार दृश्य भाषहरू सहजै सिद्ध भई पुनः कलश कालमा मुक्त हुन् यसका लागि बुद्धि चित्त उत्पादक हुन् विद्याको प्राकृत अकृत्रिम प्रकृतिमा मनन गर्छौँ अयम दर्शनबाट मुक्त प्रभाव छ संसार निर्माणको समानताको गर्भमा आपदे समाजको साधारण चित्तबाट पर रहेको धर्महरूको मानसमाथिमा मुदिता उत्पन्न गर्छौँ सहजको धर्मचक्र परिवर्तन गर्नु संसारको गहिराईलाई नै हल्लाइदिनु कुनै विकल्पबाट मुक्त अवस्थामा परिणाम गर्छौँ धर्मका धातुको प्राकृतिक अवस्थाबाट उठाएका बाधाहरू एक लीला पद्म चञ्चल सेतो रातो रङको र सुन्दर कुमारको रूपको कर्म र गुणलक्षण सहित प्रज्वलित वज्र र कपाल दिएका सुन्दर र चम्किलो पूर्ण आभूषण र परिधान देवता समय सत्व र ज्ञान सत्वहरूले सारा बुद्ध समेटिएको रूप संसार निर्माण साराको मान्छेमा ओम 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 सर्वदा
विभिन्न रत्नहरूको सारले बनेको विशाल पात्रोमा संसारका सारा इच्छाका विषयहरू समेत तिन विधाक्षरद्वारा अधिष्ठित भई ज्ञान रूपमा पूजन सारा इच्छाका पूजा वस्तुको रूपमा गुरुनिधन राखिने धर्मकाल दर्शन दिशाका सारा बुद्ध र उहाँहरूको मण्डल संसारका स्थानीय देवी देवताहरू छ लोकका प्राणीहरू र मलाई ऋण लगाएका अतिथिहरू विशेषतः मेरो आयु र जीवन सहित चल्नेहरू असुस्ता र बाधा ल्याउने भूतहरू दुस्वप्न र खराब निमित्तहरू खराब अष्टवर्गीय मायावीहरू मैले आहार स्थान र सम्पत्ति तिर्नु पर्नेहरू आवरण र पागलपन निम्त्याउने पुरुषको काटमा र मृतकको काटमाहरू जीवोत्थान बस्तीका रगत चुस्ने भूतहरू स्त्री भूतहरू यी सारालाई चढाउँछु कर्महरू सारा रातो अग्निमा जलेर राख्नु हरेक शक्तिले इच्छाका वस्तुहरूको वर्षा हो आकाश स्वयम्का लागि कहिले नसकिने काम वस्तुहरूको म परिणाम हुन गर्छु दीर्घकालमा जन्म मैले गरेका कुशल र आवरणहरू त्यस्तै सदाका साथ र मृतहरूका लागि त्यो रत्नमा अर्पण गरिएका वस्तुहरू सुरु गरेको कर्महरू यसअघि नै पूजाको अग्निद्वारा शुद्ध हुन् संसार नै यसको ज्वालाले भरियोस् र यसको हरेक सूक्ष्म ज्वाला समन्त भद्रको अक्षय पूजा एक जस्तै बनोस् आठमा भए पूजामै जस्तै बनोस् बुद्ध क्षेत्रहरूमा पूर्ण फैलियोस् यी ज्वालाहरू जुन ज्ञानको पञ्चरङ्गी पूजा प्रकार हुन् अपचिसम्मका छवटै लोकका सप्तहरूमा फैलिउन् संसारको तीर्थाथ नै इन्द्रचापकामा मूर्त होस् सारा सप्तहरूमा बोधको उदय होस् ओम रूपी भाजनको पूर्वीय राजगिरामा धर्मकाय सम्भोकार निर्माणकाय संसारका रूपादि छन् अमृतमा पग्लिन गई आकाश धातु प्रकारले भरिन्छ संसार निर्माणमा मूर्त हुन्छ यो शुद्ध अमृत गोसार अनादिकालदेखि आजसम्म संसारको अतिथि भएका रूपवासी भूमि मार्ग र फलका गुणहरू प्राप्त गरी दृष्टि ध्यान कर्मका सारा बाधाहरू हटाई सम्बन्ध भद्रको चमत्कारी ज्ञान चित्तको आकाश धातुभित्र कुमार कलशका रूपी नित्य राज्य प्राप्त हो जब संसार रूपी महासागर खाली हुन्छ सारा सत्यहरूले अकनिष्ठको कर्मजालमा बुद्धता लाभ गरून् अग्नि पूजाका पूजा द्रव्य स्कन्द र धातुहरू प्रज्वलित हुन्छन् अग्नि पूजाका पूजा द्रव्य रक्त बोधिचित्त र वेद बोधिचित्त शून्यतामा प्रज्वलित हुन्छन् अग्नि पूजाको पूजा द्रव्य शून्यता र करुणाले धर्म धातु नै भरिन्छ संसार र निर्माणको पञ्चरङ्गी वर्ग प्रकाशको भूमिमा सहसम्बोधिको संद्रव्य चढाउँछु मेरा अतीतका सारा कर्म ऋणहरू शुद्ध हुन् ती ऋणहरू वर्तमानमा मेरो चित्तमा नरौँ भन्नलाई प्रतिवेदन गर्दछु आवरणको चक्रमा भविष्यमा नफसौँ द्वारा जानमा भएका समचोटि सम्भव चोटि र समय चोटि सारा प्रतिवेदन गर्दछु रोग भोगहरू र युद्धले युद्ध यस कल्पमा शान्ति छाओस् मलक्ष्यहरूको आक्रमण विकलोस् धर्मगुरुलाई प्रस्थान गर्ने भोगल्ने बाधाहरू हटुन् भोग र संसार सम्बन्धीका अशुभ निमित्तहरू विफल हुन् प्राणवायु पोस्ने ग्रह नाग र क्याल्पहरू उच्चाटित हुन् आठमा भएर स्वर भयहरू उच्चाटित हुन् म र मेरो निकटताहरूले झेल्न पर्न सक्ने अशुभहरू उच्चाटित हुन् समय तोडेकाहरू र गुणकोपाहरूको शक्ति उच्चाटित होस् बुद्धहरू यस पूजाद्वारा प्रसन्न हुन् समयधारी देवताहरूको वाचा पुरा होस् छ वर्गका सप्तहरूको कामना पुरा होस् धार्मिक ऋणदायकहरूको मारण शान्त होस् हाम्रा दुई सम्भारहरू पूर्ण हुन्
दुई आवरण र कर्म वासनाहरू शुद्ध हुन्, दुई पावन कायाहरूको लाभ होस्। यस बलिदानको शक्तिद्वारा सत्वहितका लागि सहज रूपमा बुद्धता लाभ होस्। पहिलेका बुद्धहरूद्वारा नतरेका सत्वहरू यस दान कर्मद्वारा मुक्त हुन्। यहाँ जन्म भएका सारा भूतहरू पृथ्वी वा आकाश जहाँ जन्म भए तापनि उनीहरूले सत्वहरू प्रति सधैँ मैत्री राखुन्, दिनरात धर्म अभ्यास गरून्। यस पुण्यको बलले सारा सत्वहरूले पुण्य सम्वाद र ज्ञान सम्वाद पुरा गरून् र पुण्य र ज्ञानले जन्मने दुई पावन कायहरू स्वस्ति ओम आहम। आकाशमानका संसार र निर्माणका सारा शरण्यका साथ हे शक्तिशाली र क्रोधी विद्याधर कर्म थोचल, जसले जसको शरीरमा देखा पर्ने र अस्तित्वमा आएका जति सारा बुद्धको सर्वोत्तम मण्डल सारा सत्वलाई संसारबाट मुक्त गर्न तपाईको शरण लिन्छौँ। सर्वोत्तमको यो ज्ञानको प्रभावन तिलकको आधार भूमिमा सारा सत्वका तीन आवरणहरू शुद्ध भएका चित्तका तिलकमा आचार्य सहजै कुमार कलश कायममा मुक्त हुन्। यसका लागि गोदी चित्तो त कार्य गर्छौँ। विद्याको प्राकृत अकृत्रिम प्रकृतिमा नमन गर्छौँ। आयाम र सीमाबाट मुक्त पर्वत चढाउँछौँ। संसार र निर्माणको समानताको गर्भमा तापतीय समान गर्छौँ। साधारण चित्तबाट पर रहेको धर्महरूको महासमाप्तिमा मुक्तिता उत्पन्न गर्छौँ। सहज जोगजनको धर्म झगडा परिवर्तन गर्नुहोस्। संसारको गहिराइलाई नै हल्लाइदिनुहोस्। त्रिविकल्पबाट मुक्त अवस्थामा परिणाममा गर्दछौँ। धर्मका धातुको प्राकृतिक अवस्थाबाट उठाएका बाधा रहित लीला पद्म छोटेन्छ। सेतो रातो रङको र सुन्दर कुमारको रूपको कर्मग्रहको लक्षण सहित प्रज्वलित वज्र र कपाल लिएका सुन्दर र चम्किलो पूर्ण आभूषण र पहिलो परिधानले युक्त समय सत्व र ज्ञान सत्व अद्वय सारा बुद्ध समेटिएको रूप संसार र निर्माणको साराको महासेविना ओम आउँ मयूर भयो 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 विभिन्न रत्नले चारले भनेको विशाल घरमा संसारका सारा हिसाबका विजयहरू समेटेर उदय बान्दा चित्तोबान सारा हिसाएका पूजा वस्तुको रूपमा गुरुनिगम भागुनी धर्मपाल दशैका सारा बुद्ध र उहाँहरूको मण्डल संसारका स्थानीय देवी देवताहरू कालोका प्राणीहरू र मलाई रङ लगाएका अतिथिहरू विशेष मेरो आयु र जीवन शक्ति पूर्णहरू असुरता र बाधा ल्याउने भूतहरू दुस्वप्न र खराब निमित्तहरू खराब अष्टवर्गीय मायावीहरू मैले आहार स्थान र सम्पत्ति तिर्नुपर्नेहरू आवरण र पागलपन निम्त्याउने पुरुष प्रेतात्माहरू र मृत महिला प्रेतात्माहरू जो प्रेम वस्ती घाँबाट पुग्ने भूतहरू स्त्री भूतहरू सारालाई चढाउँछन्। धार्मिक ऋणहरू सारा तिरे रातो वर्णमा गलेर राग भए हरेक समय सत्वले इच्छाएका वस्तुहरूको वर्षा होस्। आकाश गएसम्मका लागि कहिल्यै नसकिने काम वस्तुहरू देख्न परिणाममा गर्छन्। त्रिकालमा जन्म मैले गरेका अकुशल र आवरणहरू त्यस्तै श्रद्धाका साथ मृतहरूका लागि त्रिरत्नमा अर्पण गरिएका वस्तुहरू दुरुपयोग गरेको कर्महरू यस अग्नि पूजाको अग्निद्वारा शुद्ध हुन्। संसार नै यसको ज्वालाले भरियोस् र यसको हरेक सूक्ष्म ज्वाला समन्त भद्रको अक्षय पूजा मेघ जस्तै बनोस्। बुद्ध क्षेत्रहरूमा पूर्ण फैलियोस्। यी ज्वालाहरू जुन ज्ञानको पञ्चरङ्गी पूजा प्रकाशन अवधिसम्मका छवटै लोकका सत्वहरूमा फैलिन्। संसारको तीर्धातु नै इन्द्र चापकायमा मुक्त होस् र सारा सत्वहरूमा वेदको उदय होस्। ओम
त्रिकाय रूपी भाजनको स्वर्गीय राजगृहमा धर्मकाय सम्भोकाय र निर्माणकाय संसारका रूपाधि स्कन्धहरू अमृतमा पग्लिन गई आकर्ताको इन्द्रिणी प्रकाशले भरिन्छ। संसार निर्माणमा मूर्त हुन्छ यो शुद्ध अमृतको साथ। अनादिकालदेखि आजसम्म संसारको अतिथि भएर बाँचु भूमि मार्ग र फलका गुणहरू प्राप्त गरी दृष्टि ध्यान र कर्मका सारा प्रकारहरू हटाई समन्त भजको चमत्कारी ज्ञान चित्रको आकार कुमार कलश काय रूपी नित्य राज्य प्राप्त होस्। जब संसार रूपी महासागर खाली हुन्छ सारा सत्वहरूले अपनिष्ठको पद्मजालमा बुद्धता लाभ गरू। अग्नि पूजाका पूजा द्रव्य स्कन्ध र धातुहरू प्रज्वलित हुन्छन्। अग्नि पूजाका पूजा द्रव्य रक्त बोधि चित्र अशोक बोधि चित्र शुभ प्रज्वलित हुन्छ। अग्नि पूजाका पूजा द्रव्य शून्यता र करुणले धर्मवासनी भरिन्छ। संसार र निर्माणको सन्तरणले ध्वजा प्रकाशले भूमिमा सहसम्भूतिको संद्रव्य चढाउनु। मेरा अतीतका सारा कार्मिक ऋणहरू शुद्ध हुन्। ती ऋणहरू वर्तमानमा मेरो चित्तमा नरहन् भन्नलाई प्रतिदेशमा गर्दछु। आवरणको चक्रमा भविष्यमा मर्दछु। मद्वारा जानन्जानमा भएका स्वयंको सम्भवको र समय टुटे सारा प्रतिदेशमा गर्दछु। भोगमरी र युद्धले युद्ध होस्। कल्पमा शान्ति होस्। मलक्ष्यहरूको आक्रमण विफल होस्। धर्मगुरुलाई प्रस्थान गर्ने भेटेल्ने बाधाहरू होस्। भोग र संसार सम्बन्धीका अशुभ निमित्तहरू विफल हुन्। प्राणवायु सोच्ने ग्रह नाग र जलहरू उच्चाटित हुन्। आठमाहा भएर स्वरवाहरू उच्चाटित हुन्। मर मेरो निकटताहरूले ध्यान पर्न सक्ने अशुभहरू उच्चाटित हुन्। समय टोटेकाहरू र गुम्पोका शक्तिहरूको उच्चाटित होस्। बुद्धहरू यस पूजाद्वारा प्रसन्न हुन्। समयधारी देवताहरूको बाचा पुरा होस्। स्वर्गका सत्वहरूको कामना पुरा होस्। कार्मिक ऋणदायकहरूको मार ऋण शान्त होस्। ढुङ्गा दुई सम्भार पूर्ण हुन्। दुई आवरण र कर्म वासनाहरू पूर्ण हुन्। दुई पावन कायहरूको लाभ होस्। यस व्यापक ज्ञानको शक्तिद्वारा सत्वयुक्तका लागि सहयोगमा बुद्धता होस्। पहिलेका बुद्धहरूद्वारा नतरेका सत्यहरू यस दान कर्मद्वारा मुक्त हुन्। यहाँ जम्मा भएका सारा बुद्धहरू पृथ्वी वा आकाश जहाँ जम्मा भए तापनि उनीहरूले सत्यहरूप्रति सबै जिन्दा धर्म अभ्यास गरून्। यस पुण्यको बलले सारा सत्वहरूले पुण्य सम्भार र ज्ञान सम्भार पुरा गरून् र पुण्य र ज्ञानले जन्मने दुई पावन कायहरू लाभ गरून्। प्रयासले प्रदूषित नभएको चिन्तामणि र कल्पवृक्षसरी सत्वहरूको आशाहरू पुरा गर्न सकोस् र उनीहरूको इच्छाहरू पुरा हुन सबै शुभ होस्। सुख तन्किरहेको शक्ति गृहमा शून्यता सुखको युग नद्ध वितर्क ज्ञानका कायहरू स्थित छन्। हरेकजना आसक्ति रहेको सुखयुक्त तत्त्वमाथि स्थित महातेजस्वी वज्रसूर्यको श्री धर्मकारी अमिताभ वज्र धर्म करुणाका मूर्त प्रतीक लोकेको संसार र निर्माणलाई भोजमा पारेका पद्मराज देखिएका र अस्तित्वमा भएका सारालाई अभिन्न राखेका शक्तिशालीहरूको भूय ज्ञान र सर्वधारा महासुखका खानी सर्वोत्तम सुख राजा सुख कसैलाई बाँकी नराख्ने सत्यलाई मोहभूत गर्न सुख शून्यतामा नाचिरहेका र साधारण असाधारण मुद्राहरूका अधिपतिहरू वर्ग डाक डाकिनी गणले आकर्षण गर्छन्। प्रवासोक शून्यताको महाशून्यताको स्थितिमा रहेर वर्ग कायको निर्ति मार्फत तपाईँहरू त्रिकालमा सम्पन्न हुन्छ। आफ्नो बाधाविहीन वचन आँसुको ध्वनि मार्फत लोकलाई आह्वान गर्नुहुन्छ। रातो प्रकाशले संसार र निर्माण सारा भरिएर यी दुईको तत्त्वमा कम्पन ल्याएर
जम्मा गर्छ तपाईहरूको महावज्रको चित्त मार्फत इच्छाएका सारा कुराहरूमध्ये सर्वोत्तम सिद्धि प्रदान गर्नुहुन्छ महावज्र शुभ पाशो मार्फत देखिने र अस्तित्वमा रहेका सारालाई बाँध्नुहुन्छ हे अनन्त माया जालका लीलाका नृत्यहरू जो असंख्य तिलका दाना सहित आकाशमा भरिरहनुभएको छ हे तिर्मुल गणहरू वशीकरण देवहरू सदाचार प्रार्थना गर्दछन् अधिष्ठान दिनुहोस् साधारण असाधारण सिद्धिहरू प्रदान गर्नुहोस् आफूले इच्छाएका जे पनि शुभदन्ती रहेको शक्ति ग्राममा शून्यता शुभको युगमा वितर्क जनका प्रायहरू तिर्छन् हरेकजना आसक्ति रहेको शुभयुक्त पृथ्वीमाथि स्थित महातेजस्वी वज्रश्री दोषी धर्मकाय अनि संसार र निर्माण भस्म पारेका पद्मराजदेखि अस्तित्वमा भएका सारालाई अधीनमा राखेर कसैलाई बाँकी नराखी सारो सत्यलाई गर्ने गुरुकुल्ला शुभ शून्यतामा नाचिरहेका र साधारण असाधारण मुद्राहरूका अधिपतिहरू वर्ग ढाका डाकिने सुरु गर्छन् प्रभावको शून्यताको महासमताको स्थितिमा रहेर वर्जकाको नृत्यमा कम्पन गर्नुहुन्छ आफ्नो बाधाविहीन वचन हाँसोको ध्वनि मार्फत त्यसलाई आह्वान गर्नुहुन्छ रातो प्रकाशले संसार निर्माण सारा मा कम्पन ल्याएर जम्मा गर्छ तपाईँहरूको महावज्रको चित्तमा इच्छाएका सारा कुराहरूमध्ये सर्वोत्तम सिद्धिहरू प्रदान गर्नुहुन्छ महावज्र शुभ पाशो मार्फत देखिने र अस्तित्वमा रहेका सारालाई बाँध्नुहुन्छ हे अनन्त मायाजालका तिलका लीलाका नर्तकहरू जो असंख्य तिलका दाना सबै आकाशमा भरिरहनु भएको छ हे तिर्मुल गणहरू वशीकरण देवगुणहरू श्रद्धासाथ प्रार्थना गर्दछौँ अधिष्ठान दिनुहोस् साधारण असाधारण सिद्धिहरू प्रदान गर्नुहोस् आफूले इच्छाएका जे पनि बाबाजीमा आकर्षण गर्ने सिद्धि प्रदान गर्नुहोस् सुगदन्ती रहेको शक्ति ग्रहमा शून्यता हरेकजना आसक्ति रहेको धर्मकाय धर्म करुणाका मुक्तकर्ती लेखेको संसार निर्माणलाई प्रश्न पारेका अस्तित्वमा रहेका सारालाई अधीनमा राखेका शक्तिशाली हेरेका महासुखका खाने सर्वोत्तम कसैलाई बाँकी नराखे सत्यलाई मनमोहित गर्ने कुरोलाई कसैलाई बाँकी नराखे सारा साधारण असाधारण मुद्राहरूका अधिपतिहरू उपप्रकारका ढाकी निकलले आकर्षण गर्छन् प्रभाव शून्यताको महासमताको स्थितिमा गएर वर्जकाको नृत्यमा तपाईँहरू तिर्वमा हुन्छ आफ्नो बाधाविहीन वचन हाँसोको ध्वनिमार्फत देवदूतलाई आह्वान तत्त्वमा कम्पन ल्याएर जम्मा गर्छ तपाईँहरूको महावज्रको चित्त मार्फत इच्छाएका सारा कुराहरूमध्ये सर्वोत्तम दुई सिद्धि प्रदान गर्नुहुन्छ महावज्र शुभ पाशो मार्फत देखिने र अस्तित्वमा रहेको सारालाई पाउनुहुन्छ हेर्नुहुन्छ महाजालका लीलाका नर्तकहरू जो असंख्य तिलका दाना सबै आकाशमा भरिरहनु छ हे तिर्मुल वशीकरण देवगुणहरू सदासाथ प्रार्थना गर्छन् अधिष्ठान दिनुहोस् साधारण असाधारण सिद्धिहरू प्रदान गर्नुहोस् आफूले इच्छाएका जे पनि बाधा बिना आकर्षण गर्ने सिद्धि प्रदान गर्नुहोस् ओम भगवया ओम भगवया ओम भगवया ओम भगवया ओम भगवया ओम भगवया ओम भगवया